प्रदेश सरकारहरूको बारेमा केही समस्या देखिएको छ। सरकारमा रहेको दलहरूको बीचमा केही समस्या उब्जिएको छ। अब प्रदेश सरकारहरू कसरी चल्छन् या कसरी नयाँ बन्छन् र यो विषयमा पनि सार्वजनिक रूपमा धेरै टिप्पणी गरिराखेर भन्दा आन्तरिक रूपमा अभ्यासहरू संवादहरू भइरहेका छन्। मात्रै हामी के कुरामा हाम्रो बटम लाइन जस्तो स्पष्ट छौं भने कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन बन्नु हुँदैन। त्यसैले वर्तमान संविधानको निर्माण गर्दै गर्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दलहरूले आजको प्रतिकूल परिस्थितिको बेलामा संविधान संशोधनको संवाद छलफलहरू पनि चलिरहेको बेलामा त्यो संविधानको मूल मर्मलाई भाइलेट गर्न मिल्दैन। त्यसैले प्रदेश सरकारहरूको सन्दर्भमा उब्जिएको समस्याको एउटा चुरो त्यहाँ सम्बन्धित छ र हामी प्रदेश सरकारहरू बन्दै गर्दा हेरफेरहरू हुँदै गर्दा प्रतिपक्षविहीन प्रदेशको परिकल्पना नगरिकन हामी टुङ्गोमा पुग्न चाहन्छौँ। त्यसको लागि आवश्यक पर्यो भने नेपाली कांग्रेस पार्टी आफू बरु प्रतिपक्षमा बस्न तत्पर हुन्छ। तर नागरिकको अभिमत भन्दा निर्वाचनको अभिमत र नागरिकको पछिल्लो मनोविज्ञान भन्दा बाहिर गएर भएले ती सबै मुख्य दलहरू एउटै सरकारमा अटेर बस्नुपर्छ भन्ने मान्यता राख्दैन। त्यसैले अहिले उब्जिएको विषयको सारभूत विषय यो छ र यसलाई पनि हामी संवादबाट हल गर्दछौँ। नेपाली कांग्रेस पार्टीले जे चाहन्छ त्यही हुन्छ भन्ने मात्रै हुन्न, तर अन्य सबै राजनीतिक दलहरूको पनि आत्मसम्मान, सबैको पनि सहअस्तित्वलाई संवाद मार्फतबाट हल गरेर हामी प्रदेश सरकारहरूको बारेमा पनि टुङ्गोमा पुग्नेछौँ।